म चाहिँ अहिले तुलसीपुर हापुरे जुन माथिल्लो सडक खण्ड छ जुन अहिले पूर्ण रूपमा निर्माण भइरहेको छ। अहिले चाहिँ हामी एकजना स्थानीय बुवालाई सोध्छौँ हैन के कस्तो छ माथिल्लो बाटोको हैन निर्माण गतिविधि के कस्तो भइरहेको छ, विकास के कस्तो भइरहेको छ भन्ने बारेमा। हजुरलाई स्वागत छ बुवा, नमस्कार। नमस्कार साथीहरू, अहिले चाहिँ हामी तुलसीपुर हापुरे सडक खण्डमा छौँ हैन। माथिल्लो बाटो जुन तुलसीपुरदेखि हापुरे जोड्ने सडक खण्डमा चाहिँ तीव्र गतिमा चाहिँ काम धमाधम रूपमा सञ्चालन भइरहेको छ बाटो चौडा गर्ने। ल साथीहरू, यहाँनिर चाहिँ एउटा 2 तलेको एउटा बिल्डिङ थियो हैन। रोड चौडाइ हुने क्रममा चाहिँ यहाँ एउटा 2 तले घर चाहिँ पूर्ण रूपमा फालिएको छ। म चाहिँ अहिले तुलसीपुर हापुरे जुन माथिल्लो सडक खण्ड छ जुन अहिले पूर्ण रूपमा निर्माण भइरहेको छ। अहिले चाहिँ हामी एकजना स्थानीय बुवालाई सोध्छौँ हैन के कस्तो छ माथिल्लो बाटोको हैन निर्माण गतिविधि के कस्तो भइरहेको छ, विकास के कस्तो भइरहेको छ भन्ने बारेमा। हजुरलाई स्वागत छ बुवा, नमस्कार। नमस्कार। अनि हजुरको परिचय? मेरो घर पातेटाकुरा हो। हजुर। अनि शान्तिनगर वार्ड नम्बर 3। मेरो नाम हो डम्बर बहादुर खत्री। अहिले चाहिँ हामी तुलसीपुरदेखि हापुरे जोड्ने माथिल्लो सडक खण्ड छ, त्यहाँ चाहिँ पूर्ण रूपमा विकासको गतिविधि भइरहेको छ हैन। के कस्तो विकास भइरहेको छ नि बुवा? विकास राम्रो भइराखेको छ। उता चिराघाटबाट त्यहाँनिर के अरे ऊ पनि जाली लागेको छ। बाटा ठाउँमा के अरे कलवटहरू बनिराखेको छ। के अरे खोलामा पुलहरू बनिराखेको छ। र अब के अरे ठाउँमा यी ढुङ्गा गिट्टी बालु झरेको छ। र चाँडै बाटो निर्माण होस् भन्नेमा हामीलाई साह्रै गौरव छ। अनि र अब यो यहाँबाट तुलसीपुर र यो त कति छ, यहाँबाट 7 किलोमिटर छ। भने अब हामीलाई तुलसीपुरको बजार किन चाहियो? अब हामीलाई हिँडी बजार हुन्छ भने बाटो झट्ट गरेर निर्माण हुनु पर्यो, राम्रोसँग बाटो हुनु पर्यो, छिटो छरितो हुनु पर्यो।